त्यसको ल हाम्रो एकदम बवाल सनराइजको साथ हाम्रो माझमा हुनुहुन्छ गौडेलजी त्यसपछि सनिस निर्जल नितेश हाम्रो हजुरबा त्यसपछि अमृत डुम्रे र हाम्रो आदित्य कामहरू ल हाम्रो एकदम स्वागतमा चाहिँ डगेश भाइ है ठिक छ काले चल ल अब हाम्रो यात्रा चाहिँ यहाँबाट अब सुरु हुन लागिसक्यो है त ल हाम्रो सब साथीहरू ल यिनको चाहिँ यहीँबाट यो टावरबाट नै यात्रा पहिला सक्यो पहिला नि आइसक्यो भने अमृत पहिला यस्तरी यात्रा एकदम दिदीलाई सन्चो नभएर चाहिँ सकिसकेको रहेछ आज चाहिँ त्यस्तो हुँदैन सबै एकदम शान्त छ नि आदि ए लेक लाउला नि आदित्यलाई यहीँ लेक लाउला नि आदित्यलाई मस्त सनराइजको छ एकदम राम्रो वेलकम भयो आज हाम्रो गाइडमा चाहिँ एकदम डगेश भाइ दिदी रहेछ सुरुले हामीलाई एकदम बाटो देखाउनु सुरु गरिसक्यो है त ल गेस्टलाई ल एकदम सुरुका साथ ल सबले हाइगर केटाहरू हेर्न न मस्त अब एकदम बवाल भ्यूका साथ हामी हिँड्यौँ यहाँबाट यात्रा सुरु भइसक्यो है हाम्रो ओ आदित्य हेर्नु मलाई यसैले हामी चाहिँ अब यहाँबाट एकदम एउटा पोइन्टमा आइयो अब यहाँ 3टा डेस्टिनेसन छ अब हामी चाहिँ हिलेहर्कतिर जाने अब सबै भएर अब मस्तको ट्रेकमा है भ्यू एकदम बवाल छ हाम्रो साथीहरू एकदम मजाले आफ्नै माइलेजका कुरा गर्दै अब केटाहरू हाम्रो एउटा साथी चाहिँ अब अगाडि क्याटालिस्ट भएर अगाडि पुगिसक्यो ल हाम्रो अब यात्रा मस्त सोझो बाटो हिँडेर सुरु भयो पछाडि एकदम बवाल सिनका साथ हामी रमाइलोरी लाग्यो अब ल हामी चाहिँ एकदम गीत बजाउँदै मस्त ट्रेक सुरु भइसकेको छ बल्ल फर्मली एकदम बवाल पारामा ल सब अब आफ्नो तालमा हिँडिसक्यौँ यहाँ विभिन्न दृश्यहरूको एकदम लोभ उठाएर हामी चाहिँ हिँड्छौँ बवाल छ तुसारो परिरहेको छ बवाल पारामा ल केटाहरू सब आफ्नो गफ हान्दै हिँडिराखन् ल यो चाहिँ बवाल छ माछा पुछ्रेको ल हामी चाहिँ अब सब केटाहरू आदित्यले अगाडि छन् ट्रेकको एकदम मजा उठाउँदै हिँडिराखन् एकदम बवाल भ्यूका साथ ल बवाल घाम पनि लाख हामी चाहिँ अब मस्त हिँड्न थालियो है त ल हामी चाहिँ यहाँ टुबु हिल टप भन्ने ठाउँमा आयौँ हाम्रो सब साथीहरू चाहिँ अगाडि लाग्यो म लास्टमा छु सबको एकदम फोटो भिडियो यसो खिचिदिउँ भनेर भ्यू चाहिँ एकदम कलक छ पछाडि एकदम बवाल लाग्यो टोपु हिल टपमा आइयो हामी ल केटाहरू चाहिँ जानिरे केही थाहै छैन ठाउँको नाम हेर त हिले भन्ने बेला बाली भन्ने बेला चिमचिमे हैन चिमचिमले ल हामी अब त्यो खाने ठाउँमा आइयो नाम के थियो के सबाट थियो के बिर्सेँ तर आइयो एकछिनमा हिँड्छ त्यहाँ लगभग 10-15 मिनटमा केटाहरू यहाँ दुःख बाटो हिँड्दाखेरि चालेर हामी चाहिँ हिँड्ने अब मजाले रमाइलो छ ट्रेक एकदम चराहरू पनि धेरै छन् मस्त चराकरा छन् हेर्न रमाइलो छ वन जङ्गल आनन्द
बाबु दादा हजुर रेस्ट क्याम्प ल दोस्त अब हामी चाहिँ ल एकदम आउन नजिकै छौँ अब त्यही 5 मिनटभन्दा तलि बढी नै छ। नमस्ते साथीहरू, हामी चाहिँ खुमाई ट्रेक आएको। यहाँ अब लगभग आधी घन्टामा पुगिन्छ यो। तर यहाँ हाम्रो चाहिँ एकजना इन्टरनेसनल टुरिस्टलाई चाहिँ हिँड्न एकदम गाह्रो भयो। जिन्दगीको पहिलो ट्रेक खुमै हान्नु अब सबभन्दा बढी हाइट गएको भनेकै के अरे सारङगढ थियो। सारङगढको नि पार्किङ त्यहाँ माथि पनि होइन अझ। अहिले उहाँलाई त्यस्तो मान्छे चाहिँ अब जुम हान न हानिसकेँ त्यो हेडफोनवाला हाने देखाएँ। यस्तो मान्छेहरू आउनु सक्छन् भने चाहिँ तपाईँ पनि पक्कै सक्नुहुन्छ। त्यही भएर आउनुपर्छ है, सब आउनुपर्छ नि। लिभ दि रोड टेक दि ट्रेल। सातौँ गाखा त्यसको एकदम दृश्य चाहिँ एकदम मनमोहन छ, एकदम मनमोहित। गाइज हामी चाहिँ एकदम भर्खर यो हामी कहाँ अरे यो खुमाई आइयो। सब केटारी रमाइरहन्। यसो थोरै भए नि हिउँ दर्शन पाइयो र एकदम खेलिदियो एकछिन हिउँ पनि यसो हल्का जिन्दगीमा खेलिदियो भन्नलाई पुग्यो। लास्ट चिसो हुँदो रहेछ, हात दौरा चिसो भयो। ल यो मान्छे अब थकित पीडित छ, एकदम बल मजा आयो। ल यहाँ चाहिँ यहाँ यस्तै लक हान्नियो भने यसलाई चाहिँ यहाँ लक हान्ने कुरो गरिराख्नु हाम्रो साथीहरूले। हिउँ उदाउँछ यहाँ हिमालको काखमा बसेर त बल रमाइलो हुन्छ यहाँ चाहिँ। ल सेल्फी हानौँ न त हिमाल आउने गरेर सबको। ल त्यो त्यहाँ आफ्नै तालमा छ। ट्याक्क लाएर हामी चढिसकेको हुन्छौँ। आइयो गाइज अब हामी चाहिँ कोर्चा भनेर आइयो है यहाँ माथि हिजो। ल होइन नि कोर्चन होइन, कोर्चन भनेर त्यो तल कोर्चा मात्रै थियो क्या, त्यही भएर मैले कोर्चा होला भनेको नि। हिजो हामी चाहिँ खुमाईमा बसियो। अब हामी 7 जना आएको। अब 7 जनामा चाहिँ 6 जना माथि चढियो। एकजना चाहिँ हाम्रो दोस्त हेर्न अनि एउटा दोस्त चाहिँ आउन सकेन, अलिक थकैला अनि लेख्ला भन्ने जस्तो कुरा गरे तिनले। त्यही भएर हामी तिनलाई त्यहीँ छोड्यौँ र हामी एकदम यो भ्यूको मस्त हेर्दै आइयो। एकदम टाइममा त हिँडिएन, त्यही पनि एकदम राम्ररी नै आइयो हामी। मस्त छ यहाँ भ्यू चाहिँ। ल हाम्रो अन्नपूर्ण भयो, माछापुच्छ्रे बवाल नजिक देखिँदो रहेछ। आएको अन्नपूर्ण आयो रेन्ज। काला पत्थर। ल
हाम्रो के छ त्यहाँ सनिस गौडेल र नितेशजी उता छन् दुईजना ल गाइज भाइ बल मजा आउँछ हजुर नि आउनुपर्छ यहाँ एकपालि हिँड्दै रमाइलो छ ट्रेक चाहिँ खुट्टा चाहिँ दुख्छ मुभ सुभ ल्याउनु पर्छ